यस्तो हुन्छ नि अब थाहा भयो हो अब लाउनु होला होइन लाउनु बेला चाहिँ लाउनु अरे सबै थाल्दो टक टक छ पैसा तिरो भेट्दिनँ उतामा ल छोडिदेऊ तल मनी तिरो सुन चाँदीलाई त्यो सुन चाँदी सबै पैसालाई पनि लक्ष्मी हो नि त लु ओभरअल त्यसरी ओभरअल हुन्छ भयो बिचमा राख हो त्यो फलफुल राख त होती राख होती राख होती राख फलफुल राख यहीँ राखिदिनु अँ बिचमा हो त्यो यहाँ बिचमा राखिदिनु बिचमा राख्नु भएन नि तपाईँले बिस्तारै नानी बिस्तारै पूजा गर्न नानी माथि अँ हो त्यो अब ढोगेर भित्र बस्छ हो त्यसो फेरि गर लु ढोक ढोक भुइँ ढोकेर भित्र बस बाबा के गर्दैछ माया चाहिँ भयो त्यति चाहिँ हाल्यो यता देखाउँदा मम्मीलाई नानीलाई लु टिका लाउने बाउ छोरी पाँचमा टिका लाउँछ पाँचमा त लाउँदिनँ म त 1000 र 100 मात्र लाउँछु मम्मी पाँचमा टिका नलाउने अरे अब 1000 छोरी लक्ष्मी कडा छ है पाँचमा टिका नलाउने रे पाँचमा टिकै लाउँदैन पाँचमा दिनु आँटेको ल यो पाँचमा टिका लाउनु मारे त पाँचमा टिका लाउने लु कतिको दिनु हो कतिको दिनु 1000 रुपैयाँ दिने यो 50 मा लगा नि त 50 मा ल टिका 50 मा टिका ल टिकी टिकी पापाले छोरीलाई 5मा नलाउने रे टिका 5 मा त टिकै लाउँछ अब यस्तो छोरी छ अब 5 मा टिका लाउनु न 50 दिनु नि त ढोकी गर ल बाबाले खुट्टामा ढोक्नु छोरीलाई ल अनि 5 मा टिका लाउँदिन भन्छ मम्मी आयो खै छोरा चाहिँ कताको टिका लगाइदिनु पर्ने मर्यो बत्ती सलाइतै छैन सलाई त सानो भयो होला नि सानो भयो होला क्या मर्यो क्या सानो भयो होस् अर्को अहिले बसेर लाउनु नि त नजानु छेउमा नजानु पटेका हान्ने म त नपाने तेरो बाबाले अघि एउटा पड्काउनु भएको आफैपट्टि पो आयो मायु पटेका पड्क्यो आम्मै डराएर हेर मायु त मायु डरायो यो त आयो
यतै ल्याउनु नि मायु अम्मा मायु तर्सेर पर लुक्दैछ है अब उद्घाटन भयो त आम्मा पटेका पड्काएर बच्चा जस्तो त्यो रङ्गोलीमा चाहिँ त्यो दियो बालिहाल्नु त पटेका पड्काएर बन्द गरिदिनु भयो ल है हाम्रो घरमा लक्ष्मी नानीले भित्रै नानी कता छ हौ लक्ष्मी पुजिसक्यो होइन अब ल यसले जम्मै अब कहाँ नजिक आउनु न हौ